हेलो गाइज वेलकम टु माई ब्लग। हामी चाहिँ अहिले गर्मी भएर घाम ताप्दैछौँ। 4-5 वर्ष भयो चिथर्नीलाई। गाइजहरू हेर्नुहोस् त, हामी चाहिँ अहिले 2 जना भएर उठा त भाइ 2 जना भएर घुमघाममा छौँ। गाइजहरू घुमघाम पनि एकदम जाडो छ, उहाँलाई जाडो भएछ। गाइजहरू टाढाको घुमघाम, राम्रो घुमघाम। अनि आज हामी चाहिँ यो कुटिलको साथीमा आएको नखानु हजुरले चाहिँ एकदम किरा लागेको छ। ल हेर्नुहोस् त, लाइलाखा खानुहुन्न, यो बिरामी भइन्छ। गाइजहरू कुटिलको साथ तपाईँले पनि खानुभयो होला नि त सानो सानोमा, होइन? ल हामीले पनि सानो सानोमा त बहुत खाइयो क्या गाइजहरू, बडा खाइयो होइन, धेरै खाइयो। La 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 guys. नेटै चलेन क्या गाइज, किन होला हौ? राकुटेनको नेटै चलेन गाइज, वाइ मोबाइलको नेटै चलेन अरे गाइज उहाँको। तर मेरो चाहिँ राकुटेनको चलिरहेछ, बाबालाई चलेको छ। तपाईँहरू यदि जापानमा हुनुहुन्छ, यदि तपाईँहरू जापानमा हुनुहुन्छ भने चाहिँ म राकुटेनको सिम चाहिँ लास्टै सस्तो छ, पोइन्ट पनि आउँछ होइन। राकुटेन चलाउँदा चाहिँ एकदम बेस्ट छ, सस्तो पनि छ। अनलिमिटेडले चाहिँ अनलिमिटेड चलाउनु भयो भने चाहिँ 3200-3300 मात्र लाग्छ। पुरै फुल्ली जति चलाए पनि हुन्छ होइन गाइजहरू। लास्टै सस्तो छ जापानमा चाहिँ। अरू सिम चाहिँ नचलाउनु होला है, महँगो छ। लास्टै अनलिमिटेड चलायो भने 7000-8000 लिन्छ। राकुटेनको 3000-3200-3500मा बबाल राम्रो चल्छ। तर कतै चाहिँ नचल्न पनि सक्छ, त्यो चाहिँ चेक गरेर मात्र लिनु होला है गाइज। जापानमा यदि हुनुहुन्छ भने चाहिँ त्यो चाहिँ मैले चाहिँ एकदम 1 नम्बरमा सल्लाह दिन्छु होइन। अरूको हुन्छ नि त, सोधेर चल्छ कि चल्दैन भनेर लिनु होला। नसोधी लिनु भयो भने उहाँ चाहिँ पछुताउनुहुन्छ। अहिले उहाँको चाहिँ वाइ मोबाइलको टावर नटिपेर उहाँ चाहिँ नेट नचलेर खत्तम के पीडामा हुनुहुन्छ। उहाँ चाहिँ भर्खर गएको स्टुडेन्टमा आउनुभएको। उहाँलाई चाहिँ म चाहिँ उहाँको सेम्पाई, उहाँ चाहिँ सानो पाइ। गाइजहरू यस्तै यहाँ ज्ञानियो र हजुर के जान यो पैँयु फल्छ पछि खानु होला कि हजुरले चाहिँ टेन्सनै नलिनुहोस्। यो हो डेन्जर, बबाले फल्छ होला यो गाइज। गुँयली पाक्यो बनैमा। हाम्रो हजुरबाले चाहिँ जङ्गलमा जाँदाखेरि जहिले पनि हामीलाई गुँयली टिपेर यति टोपीमा हालेर ल्याइदिनुहुन्थ्यो कि कस्तो याद आयो। गुँयली अनि त्यसपछि त्यो हुन्छ नि काँडा भएको, के अरे के भन्छ अरे, काँडा भएको पहेँलो हुन्छ नि, फल्छ नि ल, काँडाको झलमा ऐसेलु र गुँयली डिम्बुर भन्ने पाउँथ्यो। त्यो पनि टिपेर टोपीमा हालेर ल्याइदिनुहुन्थ्यो हजुरबाले। हजुरबाको साह्रै याद आउँछ। हजुरबा कता हुनुहुन्छ होला, जता भयो नि हेर्नु होला है। हामीलाई यहीँ छौँ, आफैतिर कता हुनुहुन्छ। हजुरबाउको चाहिँ याद आउँछ मलाई आज। हजुरबाउले साह्रै माया गर्थ्यो नि त बुढाबाले, के ल्याइदिन्थ्यो। या काँधे कुरी हालेर बोकेर हिँड्थ्यो मलाई, कति माया गर्थेँ। गाई चराउनु जाने होइन। अनि एउटा गीत गाउँथ्यो बुढाले, यस्तो एउटा लौरी थियो होइन, ट्याक्कै यहाँ काँधमा लौरी हालेर यस्तो गर्ने गाइजहरू। अनि साइली रिमाई चौरी गाई डुल्यो रिमाई मधुबनैमा भन्दै गाउँथ्यो अब हजुरबाले गीत। के अरे साइली रिमाई चौरी गाई डुल्यो रिमाई मधुबनैमा। अनि त्यसपछि के जाति के भन्छ, आधा सन्चो आधा बिसन्चो भन्नुहुन्थ्यो क्या हाम्रो दाइले, हजुरबाउले। हजुरबाउ एकदम हेन्सम थियो नि त, हिँड्छम डल्ले हजुरबाउ, हेन्सम हजुरबाउ थिए। उहाँ चाहिँ अहिले हुनुहुन्न, अहिले धेरै वर्ष भयो। उहाँ चाहिँ टाढा जानुभएको छ। यस्तै छ गाइजहरू, यस्तै छ होइन। माया गर्ने मान्छेको चाहिँ याद आउँछ क्या गाइजहरू, जस्तो भयो नि त हो नि। तर कस्तो राम्रो है गाइज, जाडो भयो क्या गाइज। अहिले हामी चाहिँ समुद्रको छौँ, हिँड्दैछौँ। उहाँलाई चाहिँ बबाल जाडो भयो अरे गाइज, यस्तो टोपी लाएर हिँड्नुहुन्छ तैपनि उहाँलाई जाडो हुन्छ।
उहाँ चाहिँ जाडो सही सहनै सक्नुहुन्न त उहाँ चाहिँ भर्खर भर्खर आउनुभएको उता विराटनगरबाट आउनुभएको बहिनी हुनुहुन्छ उहाँ बहिनीलाई चाहिँ निन्द्रै के अरे जाडोमा भएर बर्बादै छ मलाई खै टी सर्टमै ठिक छ के अरे गाइज ल हेर्नुहोस् त कति राम्रो फुल फुलेको फुल फुलेर पयालै भयो आधा जोबन खेलमै गयो आधा जोबन मायालाई भयो हाई हाई सकना गाइजहरू आज चाहिँ हामीले बल्छी मारेर यो खोलामा गएर बल्छी खेलेर होइन माछा चाहिँ पुरै झुन्डाछौँ होइन माछा झुन्डाएर राखेछौँ गाइजहरू बब्बाल छ माछा हेर्नुहोस् त झुन्डाको झुन्डेर माछा ठिक छ अरू त होइन गाइज सन्चै हुनुहुन्छ नि ल गाइज नेक्स्ट भ्लगमा है गाइज बाई गाइजहरू मैले चाहिँ नयाँ भ्लग चाहिँ सुरु गरिरहेको छु मलाई पनि साथ दिनु होला मलाई पनि भाइरल बनाइदिनु पर्यो गाइजहरू सबै तपाईँहरूको हातमा छ गाइजहरू आज चाहिँ म यतिकै डुल्दैछु बाटोमा होइन हामी दुईजना छौँ होइन उहाँ पनि हुनुहुन्छ बसिराख्नु भएको छ गाइज हेर्नुहोस् त उहाँ बसिरहनु भएको छ उहाँलाई टेन्सन भइरहेको छ अहिले जाडो भयो भनेर उहाँको जाडोको टेन्सन छ अहिले चाहिँ म यो तपाईँले नेपालमा हुनुहुन्थ्यो भने चाहिँ यो चिन्नुहुन्छ होला यो के हो भनेर कसैले खानु गएको थियो होला सानो सानोमा कुटिल कोसा भन्छ नेपालमा चाहिँ अहिले जापानमा पनि पाइँदो रहेछ ल खानुहुन्छ भने चाहिँ खबर गर्नु होला है त गाइजहरू खानुहुन्छ भने खबर गर्नु होला यही हो गाइज कुटिल कोसा भन्ने यही हो बबाल मिठो हुन्छ म चाहिँ खाइदिन्छु ल वाउ मिठो छ सानो सानोमा चाहिँ धेरै खाइन्थ्यो अहिले ठुलो भएपछि चाहिँ खाना छोडेको धेरै भयो खासै पाइँदैन नि त यतातिर त्यही भएर त्यो चाहिँ पुरै कुटिल कोसाको पुरै घारी हेर्नुहोस् त कति खाने आज पुरै उखालेर लानु पर्ला भन्ने सोचिरहेको छु अनि गाइज हेर्नुहोस् पानी खतरा छ हेर्नुहोस् त डेन्जर भ्युज वेलकम टु माई गुड नाइट वेलकम टु माई ब्लग एन्ड गुड नाइट सी यू टुमारो एकदम दामी छ बाटो ओके हेलो म्याडम जाने होइन जाने होइन म्याडम छिट्की जलै जल म त बैरागी जान्छु खोलै खोल जाम उठ्नुहोस् न उठ्नुहुन्न है तेरिका गाइजहरू उहाँ उठ्नै मान्नु भएन उहाँलाई के भन्नुहुन्छ दुई शब्द दिनुहोस् है गाइजहरू उहाँले चाहिँ उठ्नै मान्नु भएन कि गाइज तर म उठाएर लान्छु केही पनि ठिक छ सबै ठिक छ नि ओके ठिक छ अरे गाइजहरू सब ठिक छ अरे होइन उहाँ सन्चै हुनुहुन्छ अरे तर जाडो भयो भन्नुहुन्छ ठिकै हो जाडो भए पनि एकदम केही हुँदैन जाडो चाहिँ हुनुपर्छ स्वास्थ्यको लागि जाडो पनि राम्रो हो कहिले जाडो कहिले गर्मी चाहिँ भइरहनु पर्छ नि त होइन गाइज यस्तै छ वेलकम 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 सबैलाई वेलकम यस्तो दामी सिन छ हेर्नुहोस् त गाइजहरू हो यस्तो डाँडोमा हेर्नुहोस् त सर्लक्कै हेलो गाइजहरू दिस इज माई वर्किङ प्लेस यो चाहिँ मैले काम गर्ने ठाउँ हो होइन गाइज खतरा छ हेर्नुहोस् त यो मेरो ठाउँ हो म बस्ने ठाउँ यही हो काम गर्ने ठाउँ पनि यतै हो गाइज चाहिँ अहिले पुरै जाडो भएर क्रसिङ भएको छ यता आउनुहोस् न यता बस्नुहोस् ल के गर्दै हुनुहुन्छ लुकेर के गर्न लाउनुभएको गाइज पिसाब गर्न लाउनुभएको सेट तपाईँ त डेन्जर हुनुहुँदैछ त एन्से लखै लखै गाइजहरू गर्दै छोड्दिनँ कि गाइजहरू होइन मास्क भएन भने चाहिँ मेरो परान हो मास्क चाहिँ एकदम